यो सुनुस्। 2080-81 मा गाई गौशालाको अवस्था देखेर हामीले 20 लाख रुपैयाँ पठाएको छौँ। अब यो सुनुस्। नगरपालिकाले तपाईलाई 20 लाख रुपैयाँ दिएको छ। अब नगर प्रहरी मैले पनि सुने भिडियोमा कि 20 लाख रुपैयाँ दिएको छु भने त कुनै कागज होला नि उहाँको, बैंक स्टेटमेन्ट होला, चेक होला या भाउचर बुझाएको होला हैन। अब मैले निगौल गाई गौशालालाई 20 लाख दिएँ, 50 लाख दिएँ बोलेर हुन्छ? निगौल गाई गौशालाको नाममा निकालेको पैसा बजेट कहाँ उहाँले खर्च गर्नुभएको छ त्यो उहाँलाई थाहा होला नि हैन। अब मानिलिनु 20 लाख रुपैयाँको हाम्रो रेकर्ड हुनु परेन, कुन खातामा हाम्रो राख्नुभएको छ? राष्ट्रिय सहकारी नियमन प्राधिकरणको खातामा राख्नुभएको छ कि निगौल गाई गौशालाको खातामा राख्नुभएको छ? त्यो त कुनै प्रमाण होला। बोल्दैमा एउटा त्यत्रो पोस्टमा बसेको व्यक्तिले मैले यति गाईलाई दियो भने प्रमाण लिएर बोल्नुपर्छ के? त्यतिकै बोलेर हुँदैन। त्यो बजेट उहाँले कहाँ खर्च गर्नुभएको छ? अब त्यो चाहिँ तपाईहरु गएर सोध्नुस्। उहाँलाई त भनिराख्नु भएको त सबै प्रमाण छ मसँग। त दिनु पर्यो नि प्रमाण। हाम्रो खातामा त 1 रुपैयाँ पनि आएको छैन उहाँको नगरपालिकाबाट। पनि त यताउति कुनै खर्च छैन। पुरानो फर्निचरहरू हाम्रो राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट आएको यो सबै फर्निचर हो। यहाँ कुनै फर्निचर आएको छैन। ल ठिक छ। महालेखा परीक्षणको प्रतिवेदन सुनुस्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 40 को 5 मा कार्यालयले कुनै सङ्घ संस्थालाई अनुदान दिएको रकम जुन कामको लागि दिइएको हो सो काममा लक्ष्य अनुसार खर्च गरे नगरेको र त्यस्तो रकमको कानुन बमोजिम लेखा परीक्षण भए नभएको सम्बन्धमा अनुगमन गर्नुपर्ने व्यवस्था छ। पालिकाले निगौल गाई गौशाला व्यवस्थापन कार्यालयलाई यस वर्ष रकम 20 लाख अनुदान दिएकोमा सो अनुदानको उपयोगिताको सम्बन्धमा अनुगमन तथा प्रतिवेदन नलिएकोले अनुदान उपयोगिताको सम्बन्धमा सुनिश्चित हुन सकिएन। अतः पालिकाले उपलब्ध गराएको अनुदान तोकिएको काममा लक्ष्य अनुसार खर्च गरे नगरेको सम्बन्धमा अनुगमन गरी लेखा परीक्षण प्रतिवेदन लिई अनुदान उपयोगिताको सम्बन्धमा सुनिश्चितता हुनुपर्ने देखिएको प्रमाण पेश नगरेको रकम 20 लाखको विवरण पेश गर्नुपर्ने देखिन्छ। अब यो बैंक स्टेटमेन्ट प्रमाणसहित सुनुस्। गौशाला व्यवस्थापनमाथि अहिले गम्भीर प्रश्न उठ्न थालेको छ। आर्थिक वर्ष 2080-81 मा गौशाला नगरपालिकाले निगौल गाई गौशाला व्यवस्थापनको नाममा रहेको सिटिजन बैंक इन्टरनेसनलको खातामा 2 चरणमा गरी 20 लाख रुपैयाँ अनुदान निकासा गरेको बैंक विवरणले देखाउँछ। पहिलो पटक 2080 मन्सिर 1 गते 10 लाख रुपैयाँ र दोस्रो पटक मन्सिर 28 गते थप 10 लाख रुपैयाँ निकासा भएको देखिएको छ। तर यति ठूलो रकम निकासा भएको विवरण सार्वजनिक भइरहँदा व्यवस्थापन पक्षबाट हामीलाई यसबारे जानकारी नै थिएन भन्ने अभिव्यक्ति आएको छ। यही अभिव्यक्तिले अहिले थप प्रश्न जन्माएको छ। यदि रकम व्यवस्थापनकै नाममा रहेको खातामा गएको हो भने व्यवस्थापन त्यसबारे अनभिज्ञ कसरी रह्यो? रकम कसले सञ्चालन गर्यो? कसको निर्णयमा खर्च भयो र अनुदानको उपयोग के कसरी गरियो? बैंक स्टेटमेन्टमा देखिएका कारोबारका आधारमा अहिले अनियमितता भएको ठोस निष्कर्ष निकाल्न सकिने अवस्था छैन। तर यस्ता विवरणले पारदर्शिता र आर्थिक जवाफदेहितामाथि गम्भीर प्रश्न भने अवश्य उठाएका छन्। सार्वजनिक रकमको प्रत्येक रुपैयाँको हिसाब सार्वजनिक हुनुपर्छ। त्यसैले निगौल गाई गौशाला व्यवस्थापन समितिले बैंक कारोबार, खर्च विवरण र अनुदानको उपयोगबारे स्पष्ट जवाफ दिनु आवश्यक देखिएको छ। अब सरोकारवालाको चासो एउटै छ। बैंक स्टेटमेन्टमा देखिएका सम्पूर्ण कारोबारको निष्पक्ष छानबिन होस्, सत्य तथ्य बाहिर आओस् र सार्वजनिक रकमको सही सदुपयोग भएको हो कि होइन भन्ने विषय स्पष्ट होस्। तपाईँ को भनाइमा लाग्छ कि म मात्रै सही हो, बाँकी सब बेठिक? तर प्रमाणले अर्कै देखाइरहेको छ। सत्य लुकाएर होइन, तथ्य र प्रमाणका आधारमा मात्र जनविश्वास कायम रहन्छ। इगोको लडाईँमा तपाईँ आफ्नो जिम्मेवारी व्यवस्थापन बिर्सदै जानुभएको आरोप लागिरहेको छ। यो पनि सुनुस्। पूर्व कर्मचारीले लगाएको आरोप। अब वीरबहादुरजी डाक्टर हुनुहुन्छ, उहाँ राजनीति जानुहुन्छ मान्नुहोस्, अनि उहाँलाई त डाक्टरै होइन, मान्छेले भन्छ डाक्टर, तर उहाँ प्राविधिक हो। उहाँलाई केही ज्ञान छैन। गाईलाई कसरी इलाज गर्नुपर्छ भने उहाँलाई थाहै छैन। मैले 22 लाखको दुध बेचे मान्छे हो। त्यो रेकर्ड हेर्नुहोस्, मेरो बसेको बेलामा 22 लाखको दुधको बिक्री छ। 250 क्विन्टल गहुँ छ। अहिले तपाईँले गहुँ सराइदिनु भयो खेतमा, अनि भुसा किन्न जानुहुन्छ सर्लाहीसम्म, रौतहटसम्म। हुन्छ मलाई हटाएर त्यो अहिलेको जुन पशु छ नि, पशु सेवा केन्द्र र त्यो स्कुल पहिलाको त्यहाँ पुरानो
महुलियाको त्योभन्दा पछाडिको जग्गा त गाई गौशालाको थियो अनि त्यो जग्गा वीरबहादुर मलाई हटाएर त्यो जग्गा बिक्री बट्टा गरेको छ त्यो जग्गा कसैको नजर छ जग्गा बिक्री गरिएको पनि आरोप लगाएको छ पूर्व कर्मचारी तर यसको हामी बिना प्रमाण पुष्टि गर्दैनौं। निगोल गाई गौशालाको आधिकारिक फेसबुक प्रोफाइलमा सार्वजनिक गरिएको विवरणले अहिले थप बहस सिर्जना गरेको छ। उक्त विवरणमा गौशालामा अनियमितता र भ्रष्टाचार भएको दावी गरिएको छ। यदि व्यवस्थापन पक्षले स्वयं यस्ता गम्भीर आरोप सार्वजनिक गर्दै प्रमाण समेत प्रस्तुत गरेको हो भने त्यसले स्वाभाविक रूपमा धेरै प्रश्नहरू जन्माउँछ। यदि वास्तवमै अनियमितता भएको हो भने त्यसका लागि जिम्मेवार को हो? व्यवस्थापन समिति स्वयं, कुनै पदाधिकारी वा अन्य सम्बन्धित निकाय? तर यदि अनियमितता भएको होइन भने व्यवस्थापन पक्षले यस्ता गम्भीर आरोप किन सार्वजनिक गर्यो? त्यसका आधार र प्रमाण के हुन्? र आरोप लगाइएका विषयमा सम्बन्धित निकायमा छानबिनको औपचारिक प्रक्रिया अघि बढाइएको छ कि छैन? व्यवस्थापनमा गम्भीर प्रश्न उठेको छ। अब के यो सबै आरोपको जिम्मेवारी कसले लिन्छ?